गर्छन् कि जे गर्नु हो जनताले गर्छन् के त्यसलाई। हामीहरूको माग चाहिँ यो सुदन गुरुङ आउनु पर्यो यहाँनिर होइन। अनि अहिले नयाँ बनेको बालेन सरकार भनिन्छ होइन। बालेन सरकार नयाँ सरकार बन्ने अनुसार अहिले यो बलात्कारीलाई हुन्छ नि कारबाही गर्ने पनि नयाँ सरकार ल्याउनु नयाँ कारबाही ल्याउनु पर्यो के। हामी के भने यसलाई फाँसी सजाय दिनु पर्यो। फाँसी सजाय दिन सक्दैन भने जनतालाई दिनु पर्यो के। उसको उसलाई के गर्ने भनेर जनताको हातमा छोडिदिनु पर्यो। जनताले गर्छन् कि जे गर्नु हो जनताले गर्छन् के त्यसलाई होइन। म चाहिँ यही भन्न चाहन्छु कि यो बलात्कारीलाई चाहिँ छोड्न भएन र जसरी निर्मला पन्तको के अरे बलात्कारी जसले गर्यो नि अब उसलाई त अहिलेसम्म समातेर यताउति गर्यो भनेर उसले निर्मला पन्तले त न्याय पाएको छैन नि त। त्यस्तै गरी हाम्रो यो बुनु होइन गरिमा बुनुले पनि न्याय नपाइकन न्याय नपाउनु भन्नु छैन, न्याय दिनुपर्छ। त्यही भएर हामीहरू यति धेरै घाम पानी नभनिकन यहाँ आएर उत्रिएको छौँ। यही हो, उहाँलाई चाहिँ फाँसी सजाय दिनुपर्छ। फाँसी सजाय दिनु भएन भने जनताको हातमा छोडिदिँदा हुन्छ, यही भन्न चाहन्छु मैले। हस्त नमस्ते।